हाल सरकारले देशका विभिन्न स्थानहरूमा रहेका सुकुम्बासी बस्तीहरूमा गरिब जनताका वासस्थान भत्काइरहेको घटना, संविधानको धारा 37 को उपधारा 1 को बर्खिलाप हुने गरेको घटना प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्ति सहित उचित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सरकार अघि नडोस् भन्ने सुझाव दिन्छौं। जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लसारपसार गर्नु, गालीगलौज गर्नु, लाठी बुट बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मचाउनुले संविधानको धारा 16 को उपधारा 1 को बर्खिलाप हुने गतिविधिले सरकारको निरङ्कुश चरित्र देखाएको छ। यो घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई नराम्ररी लत्याएको छ। दशकौं पहिलेदेखि बसेका बस्तीहरूमा राज्यले पहिले नै पहल गरेको भए सार्वजनिक मानिने र भनिने गरेका जग्गाहरूमा ती जनताले जीवनभरका कमाई लगाएर घर बनाउँदैन थिए। त्यसबेला तात्कालीन नगरपालिका र राज्य संयन्त्रले इजाजत दिएरै बसे होलान् ती बस्तीहरू। त्यसो भएको हुँदा उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थापन गरेर मात्रै त्यस्ता जग्गा खाली गराउने कार्यमा सरकार लाग्नुपर्छ, अन्यथा जनतालाई बेघर बनाएर न सुशासन हुन्छ न आर्थिक उन्नति र विकास। सुकुम्बासीलाई सडक मानव बनाउने नीति लिनु सर्वथा गलत हो। यस्ता मानव अधिकार विरोधी गतिविधिको श्रम संस्कृति पार्टी सख्त निन्दा, भर्त्सना र विरोध गर्दछ। जय मानव, जय जनता, जय नागरिक सर्वोच्चता। हर्कराज राई, हर्क साम्ताङ, अध्यक्ष, श्रम संस्कृति पार्टी।